सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, एउटा प्रतिपक्षी दलको नेताको रूपमा अब थुप्रै कुराहरू राख्दै आइराखेको छु। त्यो राख्दाखेरि सरकारको विरोध गर्यो भन्नेहरू पनि थुप्रै छन्। तपाईहरुलाई बिस्तारै थाहा हुँदै जान्छ हैन, अहिलेको सरकारले गरेका निर्णयहरू कस्ता छन्, कति आलाकाचा र अपरिपक्व निर्णयहरू छन् भन्ने बारेमा तपाईहरुलाई थाहा हुँदै जान्छ। कहिले यो भन्या छ, कहिले त्यो भन्या छ हैन। लोकप्रियता र जीवन अलग कुराहरू हुन्। फिल्ममा देख्ने कुराहरू फरक छन्, यथार्थको जीवनका हैन पलहरू फरक हुन्छन्। यो कुरा बुझ्नु जरुरी छ। म सरकारको ध्यान आकर्षण त्यो अर्थमा गर्न चाहन्छु। हौसिएर नबुझिकन त्यतिकै तपाईको चाहिँ के निर्णय गर्दै गइयो भने त्यो निर्णयदेखि एकपछि अर्को गर्दै पछि सर्दै जानुपर्छ र त्यसरी पछि सर्दै जानु पर्यो भने त्यसैलाई सरकारको तपाईको चाहिँ असफलता भनिन्छ। असफल सरकारको संकेत भनेकै त्यही हो। अब यहाँ हुँदै तपाईको चाहिँ वृद्धा भत्ता बारेमा जे खालको निर्णय सरकारले गर्न खोजेको छ यो गलत छ। सर्वत्र यसको निन्दा भइरहेछ। सबै मान्छेको आर्थिक अवस्था उस्तै हुँदैन, कतिलाई चाहिँदैन पनि है। आर्थिक अवस्था राम्रो हुनेले नलिँदा पनि हुन्छ, तर कति मान्छेलाई त त्यो एउटा औषधि खाने हैन, सिटामोल खाने, टाउको दुख्दा यसो चाहिँ नि औषधि खाने पैसाको रूपमा चाहिँ नि त्यो राज्यले दिएको सुविधा हो। त्यसलाई चाहिँ 70 देखि 75 पुर्याउने, 75 देखि 80 पुर्याउने भन्ने खालको तरिकाले जानु हुँदैन, म त्यो भन्छु। र यस्ता थुप्रै छन्। ब्रिज कोषका कुरा भए, विद्यार्थी संगठनहरू सबै गर्ने भन्ने कुराहरू भए। अब यी कुराहरूबाट पनि सरकार एकपछि अर्कोबाट तपाईको चाहिँ नि पछि हट्दै जानुपर्ने हुन्छ। हेर्दै जानुस् है। त्यही भएर मैले भनेको परिपक्व ढंगबाट सोच्नुपर्छ र थिंक बिफोर यु डिसाइड भनेकै त्यही हो। र त्यसो हुँदाखेरि अब यहाँ त्यहाँ भन्छ के भन्ने हैन। त्यसो भन्ने फेरि अब त्यही दलका मान्छेहरू धेरै छन् है, गाली गलौजमै उत्रिहाल्ने खालकोहरू। तपाईहरुलाई म भन्न चाहन्छु, सरकार चलाउनु भनेको एउटा सानो चलाउनु जस्तो होइन हैन। भूगोल बुझ्नुपर्छ, यहाँका संस्कृति बुझ्नुपर्छ, यहाँका रीतिरिवाज बुझ्नुपर्छ, समाज बुझ्नुपर्छ, समाजको मनोविज्ञान बुझ्नुपर्छ हैन। सारा कुरा बुझेर एकदम धेरै सोचेर मात्र निर्णय गर्नुपर्छ। अवस्था के छ त्यो बुझ्नुपर्छ। जे पाए त्यही तपाईको चाहिँ निर्णय गरेको छ है, पपुलर निर्णय गरेको छ। कहाँ त्यसरी हुन्छ? हेर्दै जानुस्। यो सरकार इतिहासकै तपाईको चाहिँ के अरे एउटा असफल सरकार पनि बन्न सक्छ सोचेर चलेन भने। प्रतिपक्षको कुराहरूलाई लिने गर्नुस् हैन, लिने गर्नुस्। यस्तो पनि हुन्छ, एउटा निर्णय गर्यो एक दिनमा फिर्ता गर्नुपर्ने। अब आफूले गरेको लोकप्रिय भनाउँदा निर्णयहरू कुनै पनि लागू गर्न नसक्ने भएपछि त त्यो सरकारलाई के भन्नु? त्यो खालको स्थिति आउन आँटेको छ। मित्रहरू, सबैलाई म त्यो भन्न चाहन्छु। अब यो अस्तिको त्यो 23 गतेको घटनाका लागि पक्रेको त्यो सिडिओ भन्नेलाई हैन, अब सरकारले पक्रेको परिसरको निर्णयले छोडिदियो भन्ने खालको कुरा आइरहेछ। सरकारलाई अब यस्तै खालको निर्णय गर्दै जाने हो भने प्रहरीले पनि टेर्दैन, कसैले पनि टेर्दैन है। अनि हो त्यसपछि चाहिँ ज्यादै नै असफल सरकारको रूपमा चित्रित हुन सक्छ। त्यसो भएको कारणले प्रतिपक्षको कुरा सुन्नु, मनमा गुन्नु है, मनमा गुन्नु है। म त सबैजनालाई त्यही भन्न चाहन्छु। यति भन्न चाहे। अब
बिस्तारै हेर्दै जानुहोस्, सर्क साम्पाङ झुटो बोल्दैन, मैले भनेको एकपछि अर्को पुरा हुँदै जान्छ। मिनवाइल त्यति नै खेर चाहिँ अप्ठ्यारो कस्तो कस्तो लाग्न सक्छ, तर बिस्तारै त्यो हुँदै जान्छ। भन्न चाहे। शुभरात्रि। बालेन सरकारलाई पहिलो झट्का लागेको छ। जेनजी आन्दोलनको बेला काठमाडौँको सिडिओ रहेका छवि रिजाललाई सोही आन्दोलन दमन गरेको आरोपमा मंगलबार बिहान सुविधानगरबाट पक्राउ गरिएको थियो। तर जिल्ला प्रहरी परिसर काठमाडौँले सोही दिन साँझ हाजिरी जमानीमा उनलाई छाड्ने निर्णय गरेपछि बालेन शाह र सुदन गुरुङलाई नमिठो झट्का लागेको हो। काठमाडौँका तत्कालीन सिडिओ छविलाल रिजाल छुट्नुको रहस्य खुलेको छ। जेनजी आन्दोलनमा दमन गरी निहत्था युवाहरूको ज्यान लिएको अभियोगमा रिजाललाई प्रहरीले पक्राउ गरेको थियो। रिजालको गिरफ्तारीपछि सरकारी कर्मचारीले मुड अफ आन्दोलन शुरू गरेपछि रिजाललाई छोड्न सरकार बाध्य भएको थियो। सिंहदरबार स्थित मन्त्रालय पिछेका सचिव सहसचिवले मन्त्रीका कुरा समेत अटेर गर्न थालेपछि यसको धक्का प्रधानमन्त्री बालेन शाह समय पुगेको थियो। सरकारको जग नै हलिएपछि बालेनले रिहा गर्न आदेश दिएको प्रहरी स्रोतले जनाएको छ।